नमस्ते सबैजनालाई। आज चाहिँ हैन मुभी हेर्नु गएको हाउसफुल 5 हेरौँ कस्तो रहेछ हैन। महाराष्ट्रमा पुणेको भिक्टोरिया भन्ने मुभी हलमा जाँदैछु। हामी तीनजना हैन, अब तीनजना तर जाने चाहिँ बाइकमा जाने। अब हेलमेट एकजनाकोमा छ हैन। अब हेरौँ महाराष्ट्रमा पुणे जस्तो सहरमा पुलिसले पक्रिँदो रहेछ कि नपक्रिँदो रहेछ तीनजना जाँदाखेरि। ल भिडियोमा बनिराख्नुहोस्। मुभी त अब देखाउन सक्दिनँ हैन, तर पनि मुभी हेरेर आउँछु कस्तो रहेछ के रहेछ हजुरहरूलाई सेयर गर्छु। ए यहाँ दुईजनाले चाहिँ मलाई पर्खिरहेछ। ए दुईजनाले यहाँ बाइकको नम्बर पनि उडिसा नम्बर छ। यहाँ दुईजनाले मलाई पर्खिरहेछ। आज हामी चाहिँ हस्पिटल। अरे थोड़ा आगे जाऊ न यार, कहाँ बैठूं मैं? अरे भयंकर लेडीज के से बैठना है क्या? लो हामी चाहिँ तीनजना है बाइकमा जाँदैछु। यस्तो बिजोग छ। क्या बोला तूने? आगे देख रहे हैं कर थोड़ा थोड़ा कुछ नहीं भी पड़ेंगे। हॉस्पिटल से मूवी देखने जा रहे हैं भाई। हॉस्पिटल 5 देखने जा रहे हैं हम। इडियट भयंकर। फाइनली हामी चाहिँ आइपुग्यौँ हैन। त्यहाँ हामीले बाइक पार्किङ गर्यौँ। बाइक पार्किङ गरेको चाहिँ चार्ज 10 रुपियाँ थियो हैन। यो चाहिँ पुणे महाराष्ट्रको भिक्टोरिया एमजी रोडमा छ है। यो चाहिँ भिक्टोरिया मुभी हल हो हैन। अन्त यहाँ यतापट्टि पोस्टर लगाएको छ। मान्छे भिड टनटनै थियो। यहाँ हेर्नुहोस् न पोस्टरै कति कमेडियन छ हैन। मुभी पनि त्यस्तै कमेडियन। अब यिनीहरूलाई चाहिँ फेरि चाय खानु मन लागेर यस्तो घाममा पनि चाय खान गयौँ। यसो घुम्यौँ चाय तर पाएन हामी, चिया पाएन। त्यहाँदेखि हामी फर्केर आयौँ फेरि मुभी हलतिर हैन। मेरो फेरि साथीहरूले पछाडिबाट भिडियो गरिदिइरहेको रहेछ हल्का एक्सन हैन। त्यसपछि चाहिँ हाम्रो इन्ट्री भयो भित्र हैन। हाम्रो दुईजना डनहरू डक्क बसिरहेछ हैन 280 को सिटमा है। त्यहाँदेखिको हेर्नुहोस् हलमा मान्छेहरू टन्नै आइरहेको थियो है। बिस्तारै बिस्तारै हल पुरा भरियो। एसी एकदम राम्रो सिस्टम थियो, ठिक्क मजाको हैन। जाडो पनि नहुने गरम पनि नहुने। मान्छेहरू आइरहेको थियो। त्यहाँदेखि यसो साथीहरूलाई मपट्टि पनि क्यामेरा फर्कान भने हैन। टक्क साथीहरूले मपट्टि क्यामेरा फर्कायो हैन। टक्क कहिले काहीँ गयो हुन्छ रिमेम्बरको लागि यसो हुनु पर्यो नि त है। अन्त मुभी सकिँदा चाहिँ बाहिर डरलाग्दो पानी आइरहेको थियो कि। अन्त फर्केको भिडियो चाहिँ मैले बनाउन सकिनँ, सरी गाइस। मुभी हेरेर जाइसक्यौँ हैन। हाउसफुल 5 मुभी चाहिँ यस्तो बवाल रहेछ हैन। कमेडियन माथि कमेडियन, कमेडियन माथि कमेडियन हैन। कति टिकटको 280। महाराष्ट्र पुणे भिक्टोरिया भन्ने मुभी हलमा गएको टिकट चाहिँ कति 280 को बाल्कुनीको टिकट थियो। तर पैसा गएको खेर भएन कि। हल पनि ठिकठाकै थियो, राम्रै थियो। एसी मजाको बाल्कुनीमा हैन। सिटहरू एकदम दामी थियो, फर्स्ट क्लास थियो। त्यो भन्दा फर्स्ट क्लास चाहिँ मुभी थियो हेर्नुहोस् है। 1 सेकेन्डको पनि बोरिङ थिएन हैन। अनि प्लस तपाईँको एक्सन धेरै कम्ती थियो, एक्सन त्यति थिएन। कमेडियन मुभी हो तर कमेडियन माथि कमेडियन यति डेन्जर। अलिकति सस्पेन्स पनि छ, दामी पनि छ। 1 सेकेन्डको पनि बोरिङ थिएन कि मुभीमा। सुपर दामी, मजा आयो। थ्याङ्क यू गाइस। अनि भिडियो मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला। अन्त प्लिज सपोर्ट गरिदिनुहोस् ल।